हेलो गाइस, गुड मर्निङ तपाईहरुलाई है। फेरि पनि मेरो च्यानलमा स्वागत छ। गाइस, अहिले चाहिँ म एक जग्गा आएको छु जो कि तपाईको चमर्चीदेखिको माथि साम्ची भुटान। अनि चमर्ची चाहिँ मेरो जन्मथलो हो र म जन्मेको जग्गा हो। अनि आफ्नो जन्मथलो भनेको आफ्नो जन्मथलै हुन्छ हैन, धेरै नै माया प्रेम लाग्छ। अनि अहिले म जयगाउँमा बस्छु, तपाईलाई थाहा छ। अनि एक्चुअल घर हुन्छ मेरो चमर्ची हो। अहिले चाहिँ म यता इन्डियामा छु। अनि म तपाईलाई देखाउँछु। अब गाइस, यो जुन पहाड तपाईले हेर्नुहुँदैछ, यो चाहिँ तपाईको भुटान हो। अनि भुटान यहाँदेखि नजिकै छ। हामी यहाँबाट हिँडेर गयो भने 10 मिनेटमा पुग्छ। यो जुन पहाड तपाईले देख्नु हुँदैछ, गुम्बाहरू देख्नु हुँदैछ, गुम्बाहरू चाहिँ यो सबै भुटान हो गाइस। अनि त्यहाँनिर तपाईको सिमेन्ट फ्याक्ट्री पनि छ हाम्रो हैन। हामी चाहिँ पहिला यता यो खोलामा कुदिहिन्थ्यो, खेलिहिन्थ्यो, नुहाइहिन्थ्यो, लुगा धुइहिन्थ्यो। अनि यो देख्दाखेरि चाहिँ मलाई सानो बालपनको बचपनको याद धेरै नै आयो। अनि अरूभन्दा यो गिटी देख्दाखेरि पनि धेरै नै याद आयो। यो गिटी चाहिँ पहिला हामी सानो हुँदाखेरि चाहिँ खोलामा आएर काम गर्ने र यसरी थुपार्ने काम गर्थ्यो। त्यसबाट चाहिँ पैसाहरू आउँथ्यो। अनि स्कुलको लाइफ त्यसरी चलाउँथे हैन। अनि यो गिटीहरू देख्दा चाहिँ मलाई धेरैभन्दा धेरै याद आयो। बहुत साल पछाडि म आएको आज। अनि यो जग्गा देख्दाखेरि चाहिँ मलाई पहिलाको याद आउँछ। 2013, 12, 11 को याद आउँछ। अनि त्यो शब्दलाई म बयान गर्न सक्दिनँ, धेरैभन्दा धेरै नै माया लाग्छ। अहिले चाहिँ म भनेको साम्ची भुटानको छेउमा आएको छु। यो चाहिँ तपाईको भुटानै हो। अनि यता चाहिँ तपाईको इन्डिया हो। तपाईहरुलाई भिडियो कस्तो लाग्यो? लाइक, कमेन्ट, शेयर, सब्स्क्राइब गर्नुहोस्। अनि अझै पनि यसमा अरू भ्लगहरु ल्याउँछु, त्यसमा पनि तपाई लगातार हुनुहोस्। तपाई नयाँ भ्युअर्स हुनुहुन्छ भने तपाईले फलो, सब्स्क्राइब गरेर जरुर जानुहोस् होला। अनि तपाईलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट सेक्सनमा तपाईले राख्नुहोस् होला गाइस। थ्यांक यू।